नेपालको अहिले ऱ्याप सिन कस्तो भइरहेछ जस्तो लाग्छ तपाईँलाई? अहिले त यस्तो थियो, पहिला पोखरी थियो, अहिले त समुद्र भएको छ नि होइन र धेरैले राम्रो बाटोमा गएको जस्तो लाग्छ कि नराम्रो दाइ के छ? यस्तो छ। अब हामीले गर्दाखेरि चाहिँ हातमा गन्ने थियो। अब रिमिक्सदेखि लिएर रिमिक्स मात्र नभइकन पार्टी सङ गर्ने, केटीको बारे गाउने, देशको बारे पनि गाउने। तर हामीले त्यस बेला देशको अब भनौँ न, म राम्रोसँग भन्छु है, एज अ म चाहिँ पहिला क्यासेट पनि बेचेर अब मेरो कम्पनी चला भएर युवा रेकर्ड्स अनि हाकिम इन्टरटेनमेन्ट चला भएर म चाहिँ के पहिला चाहिँ अब एउटा साइडमा 4वटा 5वटा गीत हुन्छ, ए साइडमा, बी साइडमा 4वटा 5वटा गीत हुन्छ हो। अनि त्यो एल्बममा एउटा चाहिँ भिडियो बनाउँथ्यो होइन। अब राम्रोले पैसा हुनेले अझै बढी बनाउँथ्यो होइन। अनि फेरि बनाउँदाखेरि पनि अब त्यस बेलाको अब कान्तिपुर भनौँ न, नेपाल टेलिभिजनको एङ्करहरूसँग डाइरेक्टर गरेर बनाउँथ्यो, किनकि प्ले होस् भनेर। अब भनौँ मोनोपोली टाइपको थियो साथी बनाउनु पर्ने टाइपको। अब कोले अब यो पोडकास्ट सुन्ने कोलाई थाहा होला होइन, त्यस बेला मोनोपोली नै थियो होइन। मुखैमा भनिदिन्छु होइन। उनीहरूको चाहिँ बस्थ्यो नि त, उनीहरूको काम त्यो हो नि त। उनीहरूले त मलाई के लाग्थ्यो भने, जस्तै अहिले भाइले गरिरहेको छ नि जुन एङ्करिङ, त्यस बेला उनीहरूले नि त मेहनत गरेर एङ्कर बनेछ। अब मनी त चाहियो नि त जसलाई नि होइन। त्यस बेला गराएर मोनोपोली जस्तै थियो। नाम त नलिउँ होइन, केटाहरूको जस रेस्पेक्ट, सिनियरहरू पनि छन्, साथीहरू पनि छन्। अब त्यसरी हुन्थ्यो। अनि एल्बम चल्थ्यो एउटा गीतले गर्दा होइन। अब एल्बम चल्दाखेरि अब हिट भयो भने चाहिँ अरू पनि बनाउँथ्यो मान्छेले होइन। अब त्यसरी आएको। अब अहिले त एउटा गीत एउटा भिडियो होइन। अनि मिडिया पनि टन्न, युट्युबदेखि लिएर टिकटकदेखि लिएर अब के छन्, अझ के आउँछन् होला, एक्साइटेड होइन। अब त्यस्तो छ अहिले।